सो हेलो एन्ड वाट्सअप जनता, मलाई थाहा छ मैले भ्लग नहालेको धेरै टाइम भयो, कन्टेन्टको कमी थियो भनौँ। तर आजको यो भ्लग मेरो अरू भ्लगहरूभन्दा डिफ्रेन्ट छ। यो भ्लग म गर्दैछु एउटा एयर पल्युसन विरुद्धको प्रोग्राम, जसमा म चाहिँ मेरो स्थानीय तहको मेयर र एक दुईवटा मिडिया आउटलेट कम्पनी र एउटा माइक्रो इन्फ्लुएन्सरहरूसँग कोल्याब गर्नेछु। यसको गोल चाहिँ के हो भन्दा, इलाम जुन सिटीमा म बस्छु यसलाई चिनिन्छ ग्रिन सिटी इलाम भनेर। यहाँ एडिटरले हालिरहेको होला, इलाम इन्डस्ट्रियलाइज त छ तर पल्युसन पनि छ। इलाम हेर्दा वरिपरिको ग्रिनरी, वरिपरिको हावापानी हेरिरहेछौँ हामी। एक्युआई छ 119 को। अब एक्युआई भनेको के हो त? एक्युआई अथवा एयर क्वालिटी इन्डेक्स, यो भनेको हावाको स्वच्छता माप्ने एउटा स्केल हो। जब एक्युआई अफ 20 to 30 इज कन्सिडर्ड हेल्दी, एक्युआई अफ 120 to 150 यो हुन्छ सेन्सिटिभ टु मोस्ट पिपल। इलामको त्यो सेन्सिटिभ टु मोस्ट पिपल ग्रुपमा छुइसक्यो। 119 को छ एक्युआई इलामको। अब 300 भन्दा माथिको हाम्रो एक्युआई भयो भने त्यहाँनिर सास फेर्नु नै हानिकारक हुन्छ। जस्तै काठमाडौँमा अस्ति पुगेको थियो, दिल्लीमा अहिले 481 छ। तिनीहरूको त भूगोलले साथ दिइरहेको छैन, इलामलाई त दिइरहेको छ। अब साथ दिएकै बेलामा हामीले केही गर्ने हो भने अहिले गर्ने, पछिको लागि पर्खेर हुँदैन। सो गाइज आई जस्ट मैले निवेदन प्रिन्ट गरेँ अनि यो पनि हाम्रो मेयरलाई सबमिट गर्नुपर्ने हो। सक्छ त कसैले, सक्दैनन्। सो अब पालो मेरो स्कुल जानेको, अनि मेयर पनि भेट्नु छ मलाई। एन्ड यस, आई एम अबाउट टु कल द मेयर, आई एम अबाउट टु कल हिम। यस्तो नर्भस फिल भइरहेछ। हेलो हजुर, केटा थापा बोल्नु भएको हो, इलामको मेयर? म अधीक्षित खत्री हजुर, चिन्नु भयो कि भएन? अस्ति शपथ ग्रहण कार्यक्रममा पहिले भएको थियो नि, त्यहाँ भेट भएको थियो हाम्रो। पहिले शपथ ग्रहण कार्यक्रम थियो नि त्यहाँ। म भीमबहादुर खत्रीको छोरो हो क्या। हजुर यहाँ एउटा हजुर 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 यहाँ आज एउटा एयर पल्युसन बारेमा थोरै एउटा डकुमेन्ट्री स्टाइलको बनाउँदैछु। तपाईँलाई एउटा प्रस्ताव लिएर आज आउनु थियो। नगरपालिकामा हाम्रो भेट होला त? हजुर म 1-1.5 बजीतिर आउँछु होला। हस् हुन्छ, थ्याङ्क यू। गाइस यहाँनिर हेरौँ ल, यहाँ एक गोजी बढी यहाँनिर यो च्यानलको नाम छ कि। अब यो चाहिँ आज भ्लग बनाउँदा साथीहरूले सोध्छ नि त च्यानल के हो भन्दा, चाहिँ लेख्ने के यताउति झन्झट भन्दा बरु टपक्कै एउटा टिप्यो दियो के। सो गाइस म चाहिँ एकदम हतारमा छु, किनभने साथीहरूसँग म भेट्ने भनेको। म चाहिँ यताउति गर्दै ढिलो भइहाल्यो। नाउ आई एम रनिङ। नमस्ते। नमस्ते। आमा ब्लगर स्मित जाँदैन? जान्छ रेडियो ब्रो हरि अप। त ब्लग गर्दैछ यहाँ? साला हाम्रो त्यो ब्लग पनि गर्न लाग्यो तँलाई? राम्री चिटिक्चिटी हुँदा पो गर्ने हो त। तपाईँ यतिकै राम्रो हुनुहुन्छ। धन्यवाद धन्यवाद। गाइस I just heard screaming. Why are this? पिकनिक गएको। भन्छ स्मित भन्छ। त्यस्तो पिकअपमा मान्छे हालेर लगेको छ गाइस। मलाई लाग्दै थियो कि आन्दोलन भइरहेछ, नत्र पक्कै पनि कुनै पार्टीको र्याली हुनु। मलाई लाग्दै थियो त्यो कुनै पार्टीको र्याली हो भनेर यार। र्याली हो, पार्टीको र्याली।
खिचिरहेको छु साथी थाहा छ मलाई मेयर्स क्याबिनमा गाई जाने एप्लिकेसन इन ह्यान्ड मिटिङ भन्छ मिटिङ एकदम साइलेन्ट हुनुपर्छ भित्र मिटिङ चल्दैछ यहाँ छ हजुर तिमी कुन क्लासमा पढ्दैछौ म 8 माइल अनि 8 को यो तिम्रो कुन स्कुलमा पढ्दैछौ ग्रिन भ्याली वायु प्रदूषण नियन्त्रण तथा सवारी साधनको प्रदूषण जाँच सम्बन्धी आवश्यक कारबाही गरे उपयुक्त विषयमा हाम्रो सुन्दर र पर्यटकीय नगर इलाम विग्रह वायु गुणेश्वरप्रति नगरवासीको तर्फबाट यो निवेदन पेश गर्दछु नेपालको संविधान धारा 30 ले प्रत्येक नागरिकलाई स्वच्छ स्वास्थ्य वातावरण बाँच्न पाउने अवसर सुनिश्चित गरेको छ तर पछिल्लो समय इलाम बजार र वरपर वायु गुणस्तर शोधन एकवाई चिन्ताजनक रूपमा बढ्दै गएको र वातावरण रास हुँदै गएको कारण कतिपय विशेष गरी सडकमा घुर्ने पुरानो मर्मत नगरेको सवारी साधनको कालो धुवा यसले गर्दा नगर ट्राफिक परिवेशसँग पनि समन्वय गरिदिने भनेर छ होइन अनि अरू सरसफाइ मैले भन्दैछु उल्लेखित विषयमा नगर प्रहरी सरसफाइ कर्मचारी बीच समन्वय गरी सम्बन्धित विषयमा वातावरण सचेतना अपनाए आएको समस्या न्यूनीकरण प्रयास गर्ने भनेको धन्यवाद दीक्षित खत्री दीक्षित खत्रीले यो प्रदूषण सम्बन्धी विभिन्न त्यो आएको समाचार माध्यमहरूलाई कोड गरेर एक्युआई समेत हेरेर यो प्रदूषणको मापन चाहिँ इलाम नगरपालिकाको अत्यन्तै अलि निराशाजनक भएको कुरालाई इङ्गित गरेर मलाई यहाँ यो ध्यान आकर्षण गराउनु भएको छ यो वातावरण सम्बन्धी जो चिन्ता व्यक्त गर्नुभएको छ म नगरपालिकाको तर्फबाट धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु इलाम नगरपालिकामा हामीले यो फोहोर मैला व्यवस्थापनको सन्दर्भमा पनि त्यसलाई सर्ने र नसर्ने बिचको त्यो सेग्रिगेसन गरेर हामीले सर्नेलाई मलको रूपमा चाहिँ प्रयोग गर्दै पनि आइरहेको छौँ त्योदेखि बाहेक अब यो वायु प्रदूषणको सन्दर्भमा जस्तो जताभावी प्लास्टिक जन्य कुराहरू डढाउने कुराहरूलाई पनि हाम्रो एकदमै नियन्त्रण रहेको छ त्यो अदृश्य रूपमा कसैले त्यो यो अक्सिजन उत्सर्जन हुने गरी चाहिँ गरेका कुरा छन् भने हामी त्यसलाई निगरानी गर्छौँ र यो वृक्षारोपणको सन्दर्भमा इलाम नगरपालिकाले वर्षै पछि अझै वृक्षारोपण अब गर्ने गरेको छ विभिन्न वडाहरूमा पनि गर्ने गरेको छ साथै नगरपालिकाले त वर्षको एकचोटि यो वातावरणको सन्दर्भमा वातावरण वर्ष मनाउने सन्दर्भमा पनि हामीले वृक्षारोपण गर्छौँ र अब अधीक्षित खत्री भाइले जुन यो हाम्रो ध्यान आकर्षण गराउने गरेको छ मैले यहाँ हाम्रो सम्बन्धित चाहिँ नगर प्रमुख सरसफाइको चाहिँ राष्ट्रिय कर्मचारी साथीहरूलाई सबैलाई म यो विषयलाई एउटा चिन्ताको विषय ठानेर यो कार्यलाई अगाडि बढाउने चाहिँ प्रतिबद्धता जारी गर्छु साथै अहिले नगर प्रमुखलाई पनि यो ट्राफिक प्रहरीसँग समन्वय गरेर जताततै बजारतिर चाहिँ धुवा धुलो त्यो चाहिँ गाडीहरूले चाहिँ पल्युसन यी सबै कुरालाई चाहिँ नियन्त्रण गर्न यसलाई न्यूनीकरण गर्न र यसलाई सुधार गर्नको निम्ति म उहाँहरूलाई यो सूचित पनि गर्छु धन्यवाद सो गाइस हाम्रो एप्लिकेसन चाहिँ अप्रुभ भएको छ अनि मैले आई जस्ट मेट अधीक्षित अब आज मैले फर द फर्स्ट टाइम भेटेको अनि मैले आई टक टु हिम अनि उसले चाहिँ मेयर साहबकोमा चाहिँ डकुमेन्ट बुझाएर आएको मैले भिडियो पनि हेरेँ होइन मैले उसको पनि बाइक पनि लिएको छु आई एम मच इम्प्रेस्ड कि एउटा यत्रो फुच्चे केटा हाम्रो गाउँको भाषामा हाम्रो कम्युनिटीको भाषामा एउटा फुच्चे केटाले यत्रो ठुलो काम मेयरलाई गएर भेटेर यो हाम्रो क्वालिटी एयर क्वालिटी राम्रो भएको छैन सुधार्नुपर्छ भन्ने आँट गर्नु मिडिया हाउसको अफिसमा आएर बोलाएर उहाँलाई वेट गरेर एकदमै ठुलो कुरा हो यो सबैले सिक्नुपर्छ मान्छे सोसियलाइज हुनुपर्छ यु आर डुइङ भेरी गुड जब